माथि बसेर आइयो किन लुकेको चाहिँ किन टिन पनि उहाँ पर पुर्याइदिएको छ अनि हे भगवान। हेलो नमस्ते एभ्रिवान, यहाँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म फेरि पनि नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। तपाईहरुको हालखबर के छ, कस्तो हुनुहुन्छ तपाईहरु? म चाहिँ एकदमै सन्चै छु, एकदमै फिट एन्ड फाइन छु। आज फेरि म नयाँ भिडियोको साथमा उपस्थित भइसकेकी छु यहाँहरुमा। आज चाहिँ म रेडी भएर बसिरहेको छु। आज चाहिँ म कहाँ जान लागेको भने आज म बजार जान आँटेको। मेरो चाहिँ बरन्डा बनेर फिनिसिङ भइसकेको छ लगभग, र मुनि भुइँमा ढलाइ गर्नको लागि मात्र छ बाँकी। अनि त्यसमाथि छाना चाहिँ मैले टिनको छाना लगाउने हो। हामीले छत ढलाइ गर्नलाई चाहिँ पुग्दैन, हामीसँग पैसा छैन। त्यसैले हामी चाहिँ म चाहिँ टिन किन्नको लागि बजारमा जाने हो जान चाहिँ। र त्यही जाँदाखेरि के कस्तो छ, कहाँ कहाँ जान्छु, म के गर्छु त्यो चाहिँ यहाँहरूलाई देखाउने छु। त्यही भनेर म भिडियो अन गरिरहेको छु आज। र तपाईहरुलाई के कस्तो छ कमेन्ट पनि गर्दै गर्नु होला। कता कताबाट हेर्दै हुनुहुन्छ अनि कता कताबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। तपाईहरुले एकदमै सपोर्ट गरिदिनु होला, किनभने अहिले चाहिँ मेरो एकदमै धेरै भ्युज कम भइरहेको छ अस्तितिरको भन्दा। अहिले चाहिँ म बेलुका म सकेसम्म लाइभ आउने कोसिस गर्थे सधैँ पहिले, र अहिले चाहिँ म लाइभ पनि आएकी छैन। मेरोमा नेट एकदमै स्लो भइरहेको छ, किन हो त्यो चाहिँ थाहा छैन। किनभने यो वाइफाईको दाजुभाइहरू खै कुन खालको हुनुहुन्छ पनि एकदमै स्लो बनाइदिनु भएको छ नेट। त्यही भएर मेरो नेटै चलिरहेको छैन। त्यसैले म लाइभ आउन नसकेको कारण त्यही हो साथीहरू। र तपाईहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, अनि मेरो भिडियोहरुलाई वाच गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला, शेयर पनि गरिदिनु होला। तपाईहरुलाई मन पर्यो भने मिठो कमेन्ट पनि छोडिदिनु होला भन्दै अब चाहिँ म जानलाई रेडी परिसकेकी छु। अब चाहिँ म जान्छु यतै साथीहरु। ओ माई गड, बाफ्रे कस्तो गर्मी छ हेर्नुस् त। आमाम, जताततै यस्तो धेरै घाम। त्यसका बाजे कसरी म बजार पुगेर आउनु? यहाँपट्टि सफारी भेट्छ कि भनेर बाटोतिर हिँड्दैछु। हिँड्न चाहिँ सफारीमा गयो भने चाहिँ शीतलै हुन्छ, नत्र भए हिँडेर जानु पर्यो भने त साथीहरू मेरो बेहाल हुन्छ। त्यसका बाजे जाने हो सफारीमा चढेर अनि बजार जाने हो। टिनको भाउ कसरी छ अनि टिन बन्दोबस्त गर्नुपर्ने छ, त्यति हो काम खासमा भने खासै त्यस्तो धेरै त छैन, तर पनि हिँडेको। टिन माथि बसेर आइयो गुटुङ घरमा, यसरी टिन बिछ्याएर चाहिँ यसका बाजे मजा आउने रहेछ टिन माथि बसेर हिँड्नलाई। साथीहरू म चाहिँ घर पनि आइपुगिसके। हेर्नुस् त यस्तो गर्मी छ, बाफ्रे पसिनै पसिना। आम्मामामा हेर्नु त। अनि यो चाहिँ मुही खाँदैछु है साथीहरू। मैले चाहिँ टिन पनि लिएर घर आइपुगिसके। अनि यस्तो गर्मीमा त के खाने भयो। घरमा दही थियो, दहीमा पानी हालेर खाएँ मैले चाहिँ। तपाईहरुको कसलाई मनपर्छ मुही? मलाई चाहिँ गर्मीमा एकदमै मनपर्छ चिसो मुही बनाएर खानलाई। अनि मैले चाहिँ मुही बनाएर खाएँ। अनि साथीहरू आज चाहिँ मेरो त्यही टिन ल्याउने काम थियो। अनि अब चाहिँ फेरि अर्को काम छ। एकछिनमा म कता कता जानेछु त्यो चाहिँ म देखाउँछु होला सायद। मैले बजारमा कता कता के गरेँ भनेर चाहिँ त्यो चाहिँ मैले के पनि देखाएन, मात्र टिन लिएर आएको मात्रै देखाएँ तपाईहरुलाई। गएको र टिन लिएर आएको चाहिँ देखाएँ, तर अरू चाहिँ मैले भिडियो बनाइन। मलाई भिडियो खै किन आजकल बनाउनलाई गाह्रो भइरहेको छ मलाई। अनि साथीहरू तपाईहरुले मेरो भिडियोहरुलाई किन वाच गरिदिँदै हुनुहुन्न तपाईहरुले, त्यो चाहिँ मलाई थाहा छैन। मेरो भिडियो अपलोड हुँदैछ है साथीहरू, सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। मेरो भिडियोमा भ्युज आइरहेको छैन,
त्यसैले म भनिरहेको छु तपाईहरुलाई मेरो भिडियो हेर्दिनु होला अनि मेरो च्यानललाई तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्दिनु होला। एउटा भिडियोमा 2-3 पटकसम्म मैले सब्स्क्राइब गर्दिनु भनिरहेको छु। सब्स्क्राइब पनि बढेको छैन खासै धेरै, तर मैले युट्युबमा टाइम पनि दिन सकिरहेकी छैन मेरो घरको व्यस्तताको कारणले। तर पनि अनि साथीहरु टिनको भाउ चाहिँ पहिले हामीले घर बनाउँदा आजभन्दा 4 वर्ष अगाडि भन्दा चाहिँ अहिले चाहिँ धेरै नै टिनको भाउ घटेको रहेछ। म त आज भयो क्या, म त किनभने अब पहिलेको हेरी चाहिँ मलाई लाग्थ्यो टिनको भाउ बढ्यो होला। पहिले यतिले किनेको थियो हामीले र अब चाहिँ टिनको भाउ बढ्यो होला, सिमेन्टहरुको रडहरुको सबैको बढेको छ नि त, अनि त्यही अनुसारले बढ्यो होला भनेर चाहिँ मैले सोचेको। तर गएर सोध्दाखेरि त भनेर म छक्क परेँ। अनि टिनको भाउ घटेको नि धेरै घटेको भन्नुभयो कि। अनि ए ठिक छ त त्यसो भए भनेर अनि त्यही लिएर आयो। एकैछिन सफारीलाई पर्खियो। सफारीको मान्छे चाहिँ भात खाँदैछु भन्दै हुन्थ्यो। अनि भात खाइसकेर अनि भात खाइसक्ने बित्तिकै आइपुगिहाल्नु भयो। म चाहिँ भरे आउनुहुन्छ होला भनेर म हिँड्दै आउँदै थिएँ। ठ्याक्कै म हिँडेर दोकानदेखि हिँडिसक्दाखेरि चाहिँ हिँडेर अलिकतिर आइपुग्दाखेरि फेरि कल गर्नुभयो कि सफारीको मान्छे आउनुभयो, लिएर जानु भन्नुभयो। अनि त्यस पछाडि अनि सँगै आइयो, हिँड्न पनि परेन, एकदमै सजिलो भयो, ढुक्क भयो। ल है साथीहरु, मेरो चाहिँ यस्तै हुँदैछ। घर कति बनाउँदैछ अरे एकछिनमा देखाउँछु। म कस्तो गर्मी भइरहेछ, म आरामले बस्छु। साथीहरु म चाहिँ हिँडिरहेको छु। अहिले चाहिँ कता हिँडेको भने अहिले चाहिँ म पहिले मैले काम गर्दै गरेको गार्मेन्टमा जाँदैछु साथीहरुलाई भेट्नको लागि। अहिले चाहिँ पानी पर्न आँटिरहेको छ, यस्तो छ मौसम यतातिर। अहिले चाहिँ अघि चाहिँ एकदमै धेरै गर्मी थियो, त्यही गाह्रो भयो। एकछिन बसेँ, एकछिन घरमा सुतेँ, त्यस पछाडि चाहिँ म गार्मेन्टतिर आएकी छु त्यतिकै घुमफिर गर्नको लागि। सानोतिनो काम पनि छ साथीहरुसँग, तपाईहरुलाई देखाउने छु एकछिनमा है त। सबैजनाले यसरी काम गर्छन् हेर, मान्छे लुकेर। म मात्रै छैन, म मात्रै घरमा बसेर बिजोग छ त्यसका बाजे। ल हेर्नु त त्यहाँ पर, यता फर्किनु। किन लुकेको? किन लुकेको? यता नि देखाइदिनु पर्यो। मोटु दिदी, ए मेरी दिदी, मेरी मायालु ओभरलकमा काम गर्दै हुन्छ। यता चाहिँ यति धेरै बाफरे भाइरल सुराल भेष त टन्नै बनेछ। काम गर्न मलाई दिन्छ काम? फेरि काम गर्न दिन्छ मलाई? दिन्छ मलाई काम गर्न? काम हुँदा दिन्छ, नत्र दिँदैन होइन। मलाई नदिएर हुन्छ त भन्नु त नभएको, म गर्दिनँ होला। के गरिराख्नु? नगरिकन बस्ने, नगरिकन बस्ने। सुत्दै घरमा बस्न पाइरहेको छु नि। सुत्दै बस्न पाउँदा कुन चाहिँले गर्दैन? ए हजुर, कता हजुर, कता हजुर, कता कता? देखो हमारा लड़काहरू, मेरा लड़काहरू। सुनो ना इधर, अच्छा बात। कता? काम का बात पूछेंगे, बंद करो ना। कौन का काम का बंद बोलो? वीडियो बना रहा है। लो बोलो क्या करो, क्या काम बोलो ना, क्या काम गर्ने? कामको बात गर्ने रे, देखो कामको बात गर्ने रे, बोल्दैन यहाँ। लु बोलो, कामको बात गरौँ। बंद कर ना, अच्छा बात पूछेंगे। कस्तो अच्छा बात मतलब? रुकाओ ना, थोड़ा देर रुकाओ, रोको ना तो। क्यों रोक्ने? रोको। मेरी बहन का छल्ला। यो मान्छेहरुलाई जिस्काउन यति मजा आउँछ। नेपाली जान्दैन, हिन्दीमा बोल्छ। नेपाली बोल्दैछ है एउटा। लाइन मार्छ, अर्काको बुढा भएर लाइन मार्ने। म कन्याकुमारीलाई के गर्नु र साथीहरु, दिनभरि जति नै जे गरे पनि, जता जता गए पनि, रमाइलो गरे पनि, अन्तिममा आएर
घाँस काट्नु पर्ने छ बारीमा पसेर यस्तो मकै गाडीमा पसेर चाहिँ घाँस काट्नु पर्ने अवस्था छ। के गर्नु र जिन्दगीमा घाँस नकाटी त जिन्दगी नजाने नै भयो। हेर्नुहोस् त साथीहरू हाम्रो यो मकैमा चाहिँ यति धेरै किरा लागेको छ। हेर्नु त यो मकै पाक्छ फल्छ होला त यति धेरै हेर बाफरे। यो पछुवावाले मकै हो कि अगुवा चाहिँ ठुल्ठुलो भइसक्यो। यो पछुवा मकै पाक्छ कि भनेर गोडेको त्यत्रो दुःख गरेर। हेर्नु त यति धेरै मकै बाफरे। किराको औषधि के हाल्नुपर्ने हो कति हाल्नुपर्ने औषधि त्यसका बाजे हेर मर्नै गरी खाइसकेछ। ल साथीहरू मैले चाहिँ यसरी यो बाख्रालाई कुड्की काटेर पनि रेडी बनाएँ। यति भए बेलुकालाई पुग्छ। अब बिहानको लागि चाहिँ अर्कै काट्नु पर्ने हुन्छ। नकाट्दा नि हुन्छ किनभने बिहान खोले खान्छ अनि बुढी ठुलो भएको हुन्छ। दिउँसो त चरिहाल्छ। चर्नलाई तल लान्छु मैले चराउनको लागि। अहिले चाहिँ बाख्रा चराउनलाई लगेको छ। त्यसैले अहिले बेलुकाको लागि चाहिँ अलिकति मनको सन्तोक मानेर बेलुकाको लागि चाहिँ अलिकति खाने कुरा दिन थालेको छु मैले चाहिँ बाख्राको लागि। त्यसैले मैले बाख्राको लागि खानेकुरा पनि रेडी बनाएँ। ल है साथीहरू आजको दिन यस्तै भयो मेरो चाहिँ। तपाईहरुको के कस्तो हुँदैछ भन्नु होला, कमेन्ट गर्नु होला अनि मलाई सपोर्ट पनि गर्नु होला है साथीहरु, किनभने तपाईहरुले भिडियो नै हेर्दिनु भएको छैन। आजकल मेरो भिडियोमा भ्यू चाहिँ आएको छैन, किन होला हेर्दिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला है त। गुड मर्निङ साथीहरु, यहाँहरुलाई के छ, यहाँहरुको के छ हालखबर? एकदमै गुड मर्निङ। मैले हिजो चाहिँ यो ल्याएको थिएँ। आज यस्तो ठुला हावा पानी पर्यो हाम्रो गाउँतिर, बिर्तामोडतिर चाहिँ। तपाईहरुकोतिर कता कता पानी पर्यो? म चाहिँ एकदमै धेरै पानी परेर यति धेरै डर लागेको थियो। बाफरे, लगभग आधी घण्टा जति पनि परेन होला। बिजोक छ हेर्नु त, हाम्रो मिस्त्री दाइ आउनु भएको छ। कसलाई? ठेकदारलाई के भन्नु? मेरो घर सबै बगायो भन्नु? हेर्नुहोस् त हालत मेरो। टोइलेट हाम्रो यो टेम्पोरेरी वाले टोइलेट थियो। पहिले हामीले यो घर बनाउँदाखेरि चाहिँ नर्मल टोइलेट बनाएको थियौँ। यो टोइलेट त यति साह्रो भत्केला जस्तो त लागेको थिएन। टिन पनि वहाँ पर पुर्याइदिएको छ। अनि यो पनि मैले चाहिँ यो चाहिँ बेलुकाखेरि पानी पर्दाखेरि, पानी पर्नुभन्दा पहिले नै मैले यसरी यो रड लगाएर हावाले हानेर यता पल्टाउँछ। अनि यो पल्टायो भने त यो हाम्रो बिजुलीको तार, वाइफाईको तारहरू चाहिँ बिगाडिदिन्छ भनेर चाहिँ मैले यसरी यस्तो बनाएर बसेको थिएँ, राखेको थिएँ। त्यही भएर यो चाहिँ केही भएन रहेछ बिचरा। म अब के गर्ने होला, घरमा मान्छे पनि कोही पनि छैन, म एक्लै हो। मेरो नानी मात्रै, नानी र म त के नै गर्न सकिन्छ र। घरमा छोरा मान्छे नहुँदा त यति गाह्रो यति गाह्रो। यति बेला चाहिँ एकदमै मिस हुन्छ मेरो बुढाको। यति बेला मेरो बुढा भइदिएको भए योहरू त अलिकति टोइलेट गर्न मिल्ने बनाइसकिदिनु हुन्थ्यो होला। म चाहिँ के गर्ने होला त? बाफ्रे तनाव छ। त्यसका बाजे यताको बार यतै छ, यताको बार यतै छ। कहाँबाट मुत्नु म टोइलेट? मिस्त्री त्यहाँनिर भाग्नु। रुने कि हाँस्ने म होइन। यो टोइलेट हामीले भत्काउनु नै पर्ने थियो, किनभने हामीले यो फिनिसिङ आज सिद्धिन्थ्यो। आज सिद्धिएर चाहिँ त्यहाँबाट टिन लगाइसके पछाडि यो मुनि ढलाइ हुन्थ्यो। घरको ढलाइ भइसके पछाडि त टोइलेटकै काम आउँथ्यो। हामीले चाहिँ टोइलेट नबनाइ चाहिँ हुँदैन नै थियो। त्यो टिनको बेरा थियो, टिनको बेरा चेन्ज गरिराख्नु पर्ने हुन्थ्यो। त्यही भएर चाहिँ हामीले इँटा नै ब्लकै लगाउने कुरा चाहिँ थियो। तर हावाहुरीले उडाइ गयो। अब टोइलेट कता जानु? अब यता हेरौँ है त। यो चाहिँ हिजो फिनिसिङ गरेको है साथीहरू। यो घरको फिनिसिङ चाहिँ यो हिजो गरेको, यो अस्तिको दिन गरेको, यो हिजो दिउँसो गरेको है।
बाबैलाई हैन म युट्युबमा भिडियो बनाइरहेको छु। ओ माई गड बाफ रे हेर्नु त हे भगवान हो यो चाहिँ उहाँहरूले मिस्त्री दाजुभाइहरूले चाहिँ दिउँसो खाना खानुभन्दा पहिलाको फिनिसिङ यो हो। अनि खाना खाइसके पछाडिको फिनिसिङ चाहिँ यो पाटा पुरै गरेर उपल्लो झ्याल पनि यो दुईटा झ्यालको पुरै फिनिसिङ गर्नुभएको थियो। हेर्नुहोस् त सामानको नाश मेरो बिजोग एक दिनको मिस्त्री खर्च थपियो। अब हेर्नुहोस् त आज यसरी फेरि डबल गर्नु पर्दाखेरि मेरो हालत बाबा रे बाबा म के गरौँ। मकैहरू हेर्नु मकैहरूलाई त केही भएको छैन त नि यति। तर यो बच्चा मकै छ यिनीहरू चाहिँ जन्मिसकेको मकैहरू यिनीहरू पनि केही पनि भएको छैन। हे भगवान म के गरौँ। त्यसका बाजे रुने कि हाँस्ने मुख नि धो छैन मुख पनि धोएको छैन साथीहरू। दाँत ब्रस पनि गरेको छैन। यस्तो बिजोग छ घाम लाग्न आँटिसक्यो। अघि उठेर यसो हेरेको त बाफ्रे के गर्ने होला। अलमल्ल परे यदि मेरो बुढा घरमा हुन्थ्यो भने त्यो टोइलेट त मलाई टोइलेट गर्नको लागि रेडी बनाइदिन्थ्यो होला। अब कहाँ जाने कहाँ जाने। मिस्त्री दाई आउनु भएको थियो अघि मिस्त्री दाईलाई मैले भनेको म टोइलेट कहाँ जानु तपाईँले कति ढिलो काम गरिदिनु भएको भनेर भनेको। त्यसो भन्दाखेरि पो भन्नुभयो प्लास्टिकमा भित्रै टोइलेट गर्ने अनि बाहिर निकालेर फालिदिने भन्ने। हे भगवान ल साथीहरू हाम्रोतिर चाहिँ यस्तै नै छ। त्यसका बाजे अब यो टोइलेट के गरिदिनुहुन्छ मिस्त्रीहरूले नै जान्नुहुन्छ गरिदिनुहुन्छ होला सायद। आज नै पहिले चाहिँ यता फिनिसिङ भन्दा पहिला चाहिँ टोइलेट बनाउन लगाउने छु म है। मिस्त्री दाजुभाइहरू आएर चाहिँ त्यसका बाजे टोइलेट बनाउँदै हुन्छ यहाँनिर। टोइलेट गर्नलाई अप्ठ्यारो हुने भएर पहिले टोइलेट बनाउने हो कि फिनिसिङ गर्ने हो र। प्लास्टिक बोकेर भित्र हगेर बाहिर निकाल्नु अरे खै। अभर परे बेला कहाँ जानु भनेर टोइलेट बनाउँदै हुन्छ त्यसका बाजे। मैले चाहिँ पहिले टोइलेट बनाएर चाहिँ अनि फिनिसिङ गर्नु भनेको। पहिले फिनिसिङ चाहिँ गर्नुहुन्छ कि क्या हो मिस्त्री दाजुभाइले। त्यसका बाजे मेरो बिजोग नि हो तनाव यस्तो देखेर म त टट्टेरी। मिस्त्री खर्चै गयो। यो मसला सिमेन्ट सबै गयो खेर। जिन्दगीको गोरेटोमा के हुने रहेछ। घाम फेरि त्यस्तै लागेको छ आज। ओहो रातभरि पानी पर्ने अनि दिनभरि घाम लाग्ने। कस्तो दिन आयो बरै कलियुग आयो जस्तो छ। ल बनाऊ है बनाऊ। मेरो छोरा नि टोइलेट नगइकन बसिरहेछ स्कुल जाने बेला भइसक्यो। अब चाहिँ म अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।